आइसिसी मेन्स टी20 वर्ल्ड कप 2026 को लागि क्रिकेट एसोसिएसन अफ नेपाल यानी क्यानले हिजो नेपाल राष्ट्र पुरुष क्रिकेट टोलीको 15 प्लेयरको स्क्वाडको एनाउन्समेन्ट गर्यो र यो स्क्वाड हेरेर बाइगड मलाई लागिरहेको छ कि यो पालि नेपाल क्रिकेटले भने चाहिँ यो वर्ल्ड कपमा पक्कै केही न केही उखारे नै आउँछ। अब सबैभन्दा पहिले त हामी यो स्क्वाडमा को परेका छन् त्यो अलिकति हेरिहालौँ। अब ब्याकग्राउन्ड हेर्न सक्नुहुन्छ यो क्रिकेट एसोसिएसन अफ नेपाल यानी क्यानको अफिसियल फेसबुक पेज हो जहाँ क्यानले हिजो एउटा पोस्ट राख्दै यो स्क्वाडको एनाउन्समेन्ट गरेको थियो र लेखेको छ कि द राइनोज स्क्वाड फर आइसिसी मेन्स टी20 वर्ल्ड कप इज हियर, लेट्स डु इट बॉयज। ओके, सो अब सबैभन्दा पहिले यहाँ हेर्न सक्नुहुन्छ 15 प्लेयरको नाम यहाँ राखिएको छ र लेखेको छ कि वर्ल्ड कप स्क्वाड। अब सबैभन्दा पहिले अफकोर्स रोहित कुमार पौडेल कप्तान भइ नै हाले, त्यस्तै गरेर चाहिँ दिपेन्द्र सिंह एडी यानी टाइगर दिपेन्द्र सिंह एडी भने भाइस कप्तान छन्, केही पनि सरप्राइज छैन यसमा। त्यसपछि सन्दीप लामिछाने, त्यसपछि कुशल भुटेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बासिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुलसन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम। अब यो 15 प्लेयरको स्क्वाड हेर्दाखेरि लागिरहेको छ अहिलेसम्मको सबैभन्दा बेस्ट स्क्वाड यो एनाउन्समेन्ट गरेको छ यो क्यानले। अब यो स्क्वाड हेरेर चाहिँ मलाई यहाँ एउटा दुईटा प्लेयरको कुरा गर्न मन लागेको छ जुन चाहिँ आफ्नो एटिट्युडको कारणले चाहिँ बाहिर भएका छन्। अब सबैभन्दा पहिले त कुरा गर्न चाहन्छु के भन्छ चितवन आइनर्सको मार्की प्लेयर कुशल मल्लको। अब कुशल मल्लमा चाहिँ के भन्छ डन्डा चलाएका छन्। अब क्यानले डन्डा चलाएको हो कि के भन्छ यो स्टोरले डन्डा चलाएको मलाई थाहा छैन, तर उनी चाहिँ आफ्नो एटिट्युडको कारणले चाहिँ बाहिर भएका छन् जहाँसम्म मन लागिरहेको छ। यार कुनै एउटा अन्तर्वार्तामा उनले भनेका थिए कि प्लेयरहरूको लागि चाहिँ ब्याट्सम्यानको लागि चाहिँ 50 रन भनेको चाहिँ काफी हुँदैन, 100 रनमा चाहिँ फोकस गर्नुपर्छ। बिचरा अहिले त उनी स्क्वाडबाट नै आउट भइसकेका छन्। अब उनको त्यसपछि के भन्छ उनको इन्स्टाग्रामको पोस्ट हेरेको थिएँ, त्यसमा चाहिँ एकदम चिल मारिरहेका छन्, मतलब केही पनि भएको छैन। ठिकै छ, नो प्रब्लम, धेरै टाइम बाँकी छ, कम ब्याक गर्न सक्छन्, ठिकै छ, त्यति धेरै ठुलो इस्यु नबनाऊ। त्यसपछि अर्को सरप्राइज प्याकेज यहाँ भन्न चाहन्छु यो शेर मल्लको। अब धेरै नेपाली क्रिकेट फ्यानले वर्ल्ड कपको स्क्वाडमा शेर मल्ललाई हेर्न चाहेका थिए र पहिले पनि चाहेको थिए, तर मैले सोचेको थिएँ कि यदि चाँडै मौका पाउँछन्। ठिक छ, उनी 15 प्लेयरको स्क्वाडमा परेका छन्, तर मलाई लाग्दैन कि उनी प्लेइङ 11मा पर्छन् होला। तैपनि 15 को स्क्वाडमा परेका छन्, उनको लागि एकदम ठुलो कुरा हो र के भन्छ उनले एउटा पर्फेक्ट एक्जाम्पल सेट गरेका छन् कि यदि तपाईँ यङ प्लेयर हुनुहुन्छ र के भन्छ एनपिएलमा राम्रो पर्फर्मेन्स दिनुभएको छ भने तपाईँको चाहिँ के भन्छ तपाईँको मेहनतको फल अवश्य पाउनुहुन्छ र के भन्छ उनले पाएका छन् र डाइरेक्ट के भन्छ नेपाल नेसनल टिमको वर्ल्ड कपको स्क्वाडमा इन्ट्री गरेका छन्। त्यस्तै गरी अब अर्को प्लेयरको कुरा गर्न चाहन्छु जुन विनोद भण्डारी। अब विनोद भण्डारीजीले भने चाहिँ एनपिएल सिजन 2 मा राम्रो ब्याटिङ गरे, उनको ब्याटिङको कारणले सुदूरपश्चिम फाइनल पनि खेल्यो। ठिकै छ, अब उनको यही पर्फर्मेन्सले गर्दाखेरि चाहिँ क्यानले चाहिँ उनलाई चाहिँ क्याम्पमा राख्यो, स्क्वाडको क्याम्पमा राख्यो, तर चाहिँ यो स्क्वाड वर्ल्ड कपको स्क्वाडमा राखेको छैन। यसको मतलब यो बुझिहाल्नुहोस् कि के भन्छ क्यानले भने चाहिँ यङ प्लेयरमा चाहिँ इन्भेस्टमेन्ट गर्न सोचिरहेको छ, मतलब फर्दर हेरिरहेको छ। त्यसैले अब तपाईँको सिलेक्सन भएको छैन भने चाहिँ त्यो के भन्छ बाबाजीको पोस्ट राखेर चाहिँ अलिकति स्याड नमान्नुहोस्, रिल्याक्स गर्नुहोस् यार, एनपिएल खेल्नुहोस्, इन्जोय गर्नुहोस्, भइहाल्यो नि। अब यहाँ अर्को प्लेयरको कुरा गर्न चाहन्छु जुन लर्ड मोहम्मद आदिल आलम अन्सारीको बारेमा। अब आदिल आलम अन्सारीको फ्यानहरूले चाहिँ सोसियल मिडियामा यति हाइप बढाइदिएका हुन्छन् कि उनको सिलेक्सन नभएपछि के भन्छ यहाँ निराश भएका छन् उनका फ्यानहरूले। तर उनका फ्यानले एउटा कुरा भन्न चाहन्छु कि आदिल आलम अन्सारीले जुन पोजिसनमा खेल्छन् उनले म्याक्सिमम पाउँछन् 5 र 10 बल मात्रै खेल्न पाउँछन्, राइट। त्यो 5-10 बलमा चाहिँ उनले सदुपयोग गर्न सकेन भने उनको केही भ्यालु नै भएन नि। अब त्यसमा पनि के भन्छ जुन अर्डरमा खेलिरहेका छन् त्यसमा त नेपालमा धेरै कम्पिटिसन छ, त्यसले गर्दाखेरि चाहिँ उनको सिलेक्सन भएको छैन, त्यो चाहिँ कुनै सरप्राइज प्याकेज छैन है। अब ठिकै छ, आफ्नो टेक्निक उनसँग न केही सर्ट छ न केही छ, खालि आँखा बन्द गरेर लप्पागिरी गर्छ, ब्याटमा लाग्यो नत्र भने चाहिँ आउट भएर जाने। सो अहिले धेरै टाइम बाँकी छ, कम ब्याक गर्न सकिन्छ, अब प्र्याक्टिस गरौँ, त्यही त भन्न सकिन्छ, राइट। अब यो 15 स्क्वाडमा प्लेइङ 11 बनाउन एकदम सजिलो छ। म आफ्नो प्लेइङ 11 बनाएर जान्छु र तपाईँले मन पर्यो भने ठिक छ, नत्र भने कमेन्ट बक्समा लेख्नु होला तपाईँको आफ्नो प्लेइङ 11। सो मेरो ओपनर हुनेछ कुशल भुटेल र लोकेश बम। त्यस्तै गरी चाहिँ नम्बर 3 मा आसिफ शेख, नम्बर 4 मा चाहिँ कप्तान रोहित कुमार पौडेल, नम्बर 5 मा टाइगर दिपेन्द्र सिंह एरी, नम्बर 6 मा सन्दीप जोरा, नम्बर 7 मा गुलसन झा, नम्बर 8 मा करण केसी, नम्बर 9 मा नन्दन यादव, नम्बर 10 मा सन्दीप लामिछाने र नम्बर 11 मा चाहिँ ललित राजवंशी। अब यहाँ चाहिँ बलरको केही पनि टेन्सन छैन, बलर चाहिँ हामीसँग टन्नै छ र ब्याटिङमा भने चाहिँ कुशल भुटेल, लोकेश बम, आसिफ शेख, रोहित कुमार पौडेल, टाइगर दिपेन्द्र सिंह, सन्दीप जोराले पनि राम्रै फिनिसिङ टच दिएका छन्। त्यस्तै गरी चाहिँ गुलसन झा त फिनिसर छँदैछन्, त्यसपछि करण केसीले पनि अलिकति फिनिसिङ टच त दिनै हाल्छ। अब यो मेरो प्लेइङ 11 हो, तपाईँलाई राम्रो लाग्यो भने ठिक छ, तल कमेन्ट बक्समा लेख्नु होला कि यो तपाईँको अनुसार प्लेइङ 11 के कस्तो हुनुपर्छ। धन्यवाद।